व्हाट्सअप गाइस ल नाइकी इलाइट ब्याग फाइनली ड्रप भइसक्यो गाइस यति धेरै डिजाइनहरु छ हेर्दाखेरि एउटै लाग्नुहुन्छ होला फर्स्टबाट देखाउँछु हजुरलाई यसमा हजुरको 5-6 वटा कलर अप्सन पाउनुहुन्छ है यसको कलर अप्सनहरु टन्नै पाउनुहुन्छ त्यहाँबाट यसको पनि 3-4 वटा कलर अप्सन त्यहाँबाट यसको पनि कलर अप्सन सबै यो छुट्टै छुट्टै प्याटर्नमा छ नि तपाईहरुले कलर अप्सन चाहिँ इनफ पाउन सक्नुहुन्छ एकदमै हाई क्वालिटीमै नाइकी इलाइट ब्याग चट्टला डिजाइनहरु हेर्न सक्नुहुन्छ यस्तो दामी दामी आइसछ है यसको सिंगल सिंगल फोटोहरु चाहिँ हाम्रो वेबसाइटमा अपलोड भइसक्यो हुन्छ तपाईहरुले हेर्न सक्नुहुन्छ अर्को हामीसँग यो छ गाइस कोबीको हेर्नु त यसको हजुरको यसमा पनि 4 वटा कलर अप्सन है 4 वटा कलर अप्सन एकदम दामी छ यतापट्टि पकेटमा टक्क लाएर बोतलहरु राख्न मिल्छ यो चाहिँ हल्का सामानहरु हालेछ यस्तो टाइप फुलिन्छ र यो पनि दुख्दैन काँध पनि दुख्दैन गाइस किनकि यसमा फर्म छ नि त अति हाई क्वालिटीमा छ त्यहाँबाट हजुरको यो डिजाइन छ अर्को यो डिजाइन छ यसमा पनि 2-3 वटा कलर अप्सन पाउन सक्नुहुन्छ चट्ट लाएर साइज चाहिँ तपाईको 15 देखि 20 केजी मजाले हट्छ है यसमा अर्को यो भइहाल्यो अर्को यो डिजाइन छ गाइस यसमा पनि हजुरको 4-5 वटा कलर अप्सन छ है 4-5 वटा कलर अप्सन चट्ट हजुरले यसरी भिड्न नि मिल्यो पछाडिपट्टि ब्याक प्याक गर्न मिल्छ एकदमै हाई क्वालिटीमै त्यहाँबाट हजुरको यो कोबीको कलर अप्सन भइहाल्यो हैन त्यहाँबाट हजुरको यो पनि दामी छ है नाइकी इलाइट ब्याग चट्ट लाएर यसको कलर अप्सनहरु हेर्न है कलर अप्सनहरु दामी दामी आइसछ र यसमा पनि रेडमा पनि छ गाइस हैन है यो एउटा मोडल छ नि हजुरको यसमा पनि कलर अप्सन पाउन सक्नुहुन्छ तपाईले त्यहाँबाट यो छ हेर्न है गाइस दामी दामी त्यहाँबाट हजुरको अर्को भनेको हामीसँग व्हाइटमा एकदमै दामी छ है गाइस यो पनि चट्ट लाएर अर्को भनेको यो छ यसमा चाहिँ हजुरको 15 देखि 20 केजी मजाले अट्छ नाइकी इलाइट ब्याग यो चाहिँ लिमिटेड एडिसन छ गाइस लिमिटेड पिस भनौँ न हैन सकिन्छ चाँडै तपाईहरु चाहिँ अर्डर गर्न सक्नुहुन्छ अर्को यो छ गाइस सबैमा यो फर्म वालामा है चट्ट लाएर डेलिभरी पनि हुन्छ र स्टोर भिजिट गर्न सक्नुहुन्छ लोकेसन हाम्रो जमल चोकबाट असम जाने बाटोको लेफ्ट साइडको फर्स्ट बिल्डिङ है त